यहाँनिर रेल पार्किङ यो कार्यक्रमलाई भव्य सबै ढङ्गले सम्पन्न पार्न उपस्थित हुनुहुने तपाईँ सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूप्रति नेपालमा असङ्ख्य देशहरूमा छ यहाँहरू सबैप्रति हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। यहाँ सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। र पूर्ण रूपमा आजको हाम्रो कार्यक्रम यो सांस्कृतिक पर्व भएको कारणले गर्दाखेरि चाहिँ शुभकामना आदान प्रदान कार्यक्रम र हाम्रो चाहिँ मौलिक कला संस्कृतिहरूलाई चाहिँ अलिक बढी के भन्छ प्रदर्शन गर्ने कार्यक्रम रहने मलाई यतापट्टिको लामो लामो बिहान र हाँसी नृत्य प्रस्तुत गरेर जानुभयो। तपाईँहरूलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। यहाँ मसँग यो मान्छे हराएको सूचना अब पासन नगरी पनि नहुने दिलबहादुर थापा मगर प्रेम मुन मगरज्यू तपाईँ कता हुनुहुन्छ स्टेजमा सम्पर्क गर्नु होला। मिनबहादुर घटी र जगत थापा मगरजीले चाहिँ सम्पर्क गर्न खोजिराख्नु भएको छ। प्रेम बुढा मगरजी कता हुनुहुन्छ सचिवालयमा आउनु होला। रेजिना आले मगर अकेला मगर तपाईँले चाहिँ ललिता राई र गणेश गोलेज्यूले खोज्दै हुनुहुन्छ सचिवालयमा आउनु होला। कौबहादुर आले मगरज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी संरक्षक देवबहादुर राणा मगरज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी संरक्षक खिलदोज थापा मगरज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहणका लागि हिमालको पिकमा लग्नुभएको नेपालको झन्डा देखेर सम्माननीय प्रधानमन्त्रीज्यूलाई चाहिँ उहाँले हस्तान्तरण गर्न खोजिराख्नु भएको छ। कृपया यसको सम्मानको लागि जोरदार ताली सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँहरू माझ म अनुरोध गर्न चाहन्छु। यो चेली पूजा सँगसँगै हाम्रो स्वागत नृत्य जय मगर भन्ने गीत
जय जय मागनाथ. Thank you. वेशभूषाको बहुरङ्गी सौन्दर्यले नै हाम्रो राष्ट्रियता सुन्दर ढङ्गले सिँगारिएको छ। विविधता र बहुलता बिचको एकताले नै हाम्रो नेपाल राष्ट्रलाई समृद्ध, सशक्त र गौरवपूर्ण बनाएको छ। तसर्थ आफ्ना मौलिक संस्कृति, चाड, पर्व र पहिचानमा हामी सबैले गर्व गर्नुपर्छ। तिनको संरक्षण, सम्वर्धन, प्रवर्धन गर्नुपर्छ। यस अभियानमा सरकार सधैँ हातेमालो गरेर अघि बढ्नेछ। हामी नेपाली समाज मूलतः प्रकृति प्रेमी र प्रकृतिवादी हौँ। हामी प्रकृतिलाई
जीवन्त उदाहरण हुन्। पितृप्रति श्रद्धा अर्पण गर्ने, प्रकृतिको सम्मान स्वरूप पूजापाठ गर्ने, टाढा रहेका चेलीबेटीलाई बोलाएर आशीर्वाद दिने, तरुण कन्दमूल भ्याकुर जस्ता परिकार बाँडीचुँडी खाने मगर समुदायको एक विशिष्ट राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा माघे सङ्क्रान्तिलाई स्थापित गरेको छ। माघे सङ्क्रान्तिलाई 2065 सालमा सरकारले राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा मान्यता दिई सार्वजनिक विधाको व्यवस्था गरेको छ। यसले समावेशी राज्यको पहलमा एउटा इँट छरेको छ। समावेशी विकास नै दिगो विकास हो भन्ने मान्यतामा सरकार दृढ छ। बहुजातीय र बहुसांस्कृतिक राष्ट्रको रूपमा हामीले हरेक समुदायको पहिचानलाई सम्मान गर्दै त्यसलाई पर्यटनको अभिन्न अङ्गका रूपमा विकास गर्न आवश्यक छ। विश्वले नेपाललाई हेर्ने मुख्य कारण दुईवटा छन्। हाम्रो अनुपम प्राकृतिक सौन्दर्य, यहाँ बसोबास गर्ने विविध जात जातिको समृद्ध संस्कार, संस्कृति र जीवनशैली हो। नेपाल मगर सङ्घ लगायत विभिन्न जातीय सङ्घ संस्थाहरूले आफ्ना मौलिक संस्कृतिको संरक्षण, सम्वर्धन र प्रवर्धन गरी राष्ट्रको समृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने जुन प्रयास गरिरहेका छन् त्यसको लागि सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु। हामी माघे गतेलाई माघी मकर सङ्क्रान्ति र माघे सङ्क्रान्ति जस्ता विभिन्न नामले यो पर्वलाई मनाइरहेका छौँ। नाम फरक भए पनि यसको आत्मा एउटै हो। यी पर्वहरूले हामी नेपाली बीच आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउँदै आएका छन्। वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा हामी बीच अझ बढी एकता, सहकार्य र आपसी विश्वासको खाँचो छ। माघे सङ्क्रान्तिले हामी सबैलाई एकबद्ध भएर शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्छु। आज यस कार्यक्रममा पुरस्कृत तथा सम्मानित हुनुहुने सम्पूर्ण प्रतिभागीलाई हार्दिक बधाई ज्ञापन गर्दछु। आफ्नो मौलिक संस्कृति जोगाउन निरन्तर मेहनतका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गर्नुहुने सम्पूर्ण आयोजकप्रति पनि हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछु। धन्यवाद। नेपाल मगर सङ्घ केन्द्रीय समितिले आयोजना गरेको यो माघे सङ्क्रान्तिको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको रूपमा टुडीकाल हामी सधैँ कब्जा गरिरहनेछौँ र यहाँसँग निवेदन गर्न चाहन्छु हामीहरूले उठाइरहेको आवाज हाम्रा पुरा प्रधानमन्त्री समक्ष सुनाउने कुरा। हाम्रो कार्यक्रममा आउनुभयो, समुद्घाटन मन्तव्य राखिदिनु भयो। नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूप्रति नेपाल मगर सङ्घ नेपालभित्र मात्र होइन थुप्रै बाहिर अन्य देशहरूमा पनि स्थायी रूपमा बसोबास गरिरहेका छन्। संसारभरि रहेका लाखौँ मगरको तर्फबाट हामी हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ।
मयूर सुन्दर मयूर जोडी प्रस्तुत गर्नुहुने हाम्रा कलाकार साथीहरूलाई